गाइज म तपाईँहरूलाई आज म बस्ने रुमको होइन एरिया देखाउँछ। यति सुन्दर छ, यति रमाइलो छ कि यो ठाउँ। कसम से यसले मलाई नेपाल बिर्साइदिएको छ कि हेर्नु है। ठ्याक्क लाएर यो हेर्नु, यो खेतमा है पुरै धान लगाएको छ क्या। नेपालको झलझली याद आउँछ क्या यसले गर्दाखेरिमा। तपाईँले देख्न सक्नुहुन्छ यहाँ ट्रेन छ, ट्रेनको पटरी। यहाँ रेलवे स्टेसन यही हो है। यहाँ ट्रेन भर्खर आएर बसेको छ र तपाईँले देख्न सक्छ ऊ त्यो चाहिँ मैले पहिला काम गर्ने होटल हो, अहिले चाहिँ मैले होटल सिफ्ट गरेँ है। र तपाईँलाई मैले एउटा गुरुद्वारा देखाउँछु है। यहाँ पनि हेर्नु, यस्तो दामी गुरुद्वारा बनाइराखेको छन् र म बस्ने पिण्ड यही हो होइन। र यति रमाइलो छ क्या यो ठाउँ, यसले मलाई मेरो गाउँ घर बिर्साइदिन्छ क्या। खास गरी यो ठाउँले गर्दाखेरि यो खेत हेर्नु न, यस्तो मजाले धान लगाएका छन्, उपारी मकै काटिराखेका छन् होइन। र यति रमाइलो छ के। तपाईँहरू बस्ने ठाउँ कस्तो छ बताउनु होला है गाइज कमेन्टमा। बाई बाई।